ओहो आमा कस्तो नयाँ तरिकाले बत्ती बनाउनु भएको। यो बत्तीलाई चाहिँ के भन्छ नि? यो बत्तीलाई अखण्ड बत्ती भन्छन् नानी। हजुर यसलाई 9 ठाउँमा 5 ठाउँमा भाँच्या हुन्छ। मैले चाहिँ यो 9 सुते बनाएको। हजुर यो चाहिँ अब हरेक ठाउँमा चल्ने। अब आफ्नो हुन त बत्ती सामान्य 5 सुते नै हो भन्छन्। हजुर यसको पनि अब महत्त्व आउने रहेछ। अनि त्यही भएर कहिलेकाहीँ यो पनि चाहिन्छ। यसै देवी पूजाहरूमा मन्दिरतिर जाँदा नयाँ तरिकाको बत्ती बाल्न पाउँदा अब भगवान् त खुसी हुन्छ कि हुँदैनन् थाहा छैन। हजुर आफ्नो मन चाहिँ आनन्द हुने के। हजुर अनि त्यही भएर बनाएको। अनि यो बत्ती त 2 थरीको छ। यो लामो चाहिँ के को लागि, यो छोटो चाहिँ के को लागि त? बाल्ने त लामो नि बाल्ने हो, छोटो नि बाल्ने हो। हजुर छोटो बिहान बेलुका बाल्नलाई अलि मोटो बनाएको। हजुर यो लामो चाहिँ यसो मन्दिरतिर जाँदा ओर्दा कसैलाई लाखबत्ती बाल्यो भने पनि अब चाहिने हुँदो रहेछ। अलिकति यसो 5,000 10-20 हजार कति सकिन्छ अब दिने, आफैलाई नि मन्दिरतिर जाँदा बाल्ने। हजुर लामो गर्ने हो भने त अझ लामो नि हुन्छ नि बा। यो अझ लामो नि भयो। अब हात कस्तो भन्ने हो लामो। त्यो हात फारेर 3 4 हातको 5 औँला। औँला फाल्दै यति लामो नि हुन्छ। अब अलिक छोटो अखण्ड बनायो, औँला थोरै दोब्रे 4 औँला खुम्च्याउने। हजुर अब लामो बनाउन मन लागे यो औँला बढी फिजा त्यसरी घुमाउने गर्दाखेरि अनि लामो पनि त्यस्तो लामो पनि बनाउन सकिन्छ। यस्तो लामो नि हुँदो रहेछ है बत्ती। 3 थरीको छ है अझै। लामो पनि बनाइन्छ। हजुर अनि उ पनि हामीलाई त आउँदैन आमा बाती काट्नु पनि। अब चाहिन पो किन चाहिन्छ, चाहिहाल्यो भने पनि बजारमा रेडिमेड आइहाल्छ अहिले त। बजारमा रेडिमेड आएर हुन्छ त बा। हजुर बजारको भनेको अब बाध्य परेर अब हामीहरूले पनि हाम्रै मान्छेहरूले पनि किनेर बाल्न पर्या हुन्छ। अब हाम्रो आमाहरूले त हातले काटेकै किन्नु भयो नपुग्दाखेरि। तर बाध्य हुन्छन्, पैसा तिर्ने, बजारको किन्छन्। बजारको बत्ती भनेको त्यो टुप्पै हुँदैन, छेउ टुप्पो उस्तै हुन्छ। हातले काटेको कहीँ कतै मात्रै आउँछ। अहिले मिसिनकै बत्ती आउँछ। हजुर पहिला हातले काटे तरिकाको बत्ती नै आउँदैन, बत्ती मिसिनले काटे आउँछ। परा मिसिनले काटे बत्ती 6 सुतेको हुन्छ अझ। अनि तल तेह्रपट्टि पनि हुन्न, त्यो टुप्पै हुन्न। यो उल्टो र सुल्टो भन्ने पनि हुन्छ र बातीको? बत्तीको उल्टो सुल्टो त तेब्रे हातले काटे उल्टो भयो, दाहिने हातले काटे सुल्टो भयो। होइन बाल्दाखेरि चाहिँ बाल्दाखेरि हुन्छ नि भाइ। यो टुप्पो औँलोले यसो गरेको चाहिँ यो उल्टो सुल्टो, यो उल्टो। अनि उँधोपट्टिबाट बाल्दाखेरि चाहिँ के हुन्छ? उँधोपट्टिबाट बाल्दाखेरि त्यो त भूत पिरेत लाग्ने भन्छन्। उल्टो गर्न भएन नि त। जस्तै मुस्लिमहरूले खसी बोका काट्दाखेरि उल्टोबाट काट्छ नि। हजुर साससँगै मासु काटिसक्छ, हामी लास्टको मासु नखाने भन्छ। अब हाम्रो हिन्दूहरूको चाहिँ पाप लाग्छ भनेर पहिल्यै काटिसकेर खाने चलन छ। त्यस्तै हो यो पनि। अब हामीहरूको यो अब टुप्पोबाटै बाल्ने चलन छ। यो रुख आगो यो टुप्पो चाहिँ चक्र खिएको तत्त्व यहाँनिर छ। मेन अझै यो सानो बलेको झुस्स आएको चाहिँ योहरू बत्तीको पाउने फल भन्छन्। जुन जमाना नि चाहिन्छ नि बा। अहिले जमाना होइन, पूजा कार्य गर्न मन लागिहाल्छ जे जमाना आए पनि। धुना टपरी बत्ती यस्ता नाङ्ला डाला कुचा भन्ने कुरो चाहिँ जुनसुकै जमाना आए पनि चाहियो। कपडा धुने हो नि सिस्टम जहिले पनि छ। उही साबुन र सरफ अन्तर त्यति हो। नुहाउने चलन जहिले पनि छ। केले नुहाउने अन्तर त्यति हो। अहिलेको चलन र पहिलेको चलन जहिलेको चलनमा नि नुहाइ धुवाइ सफा सुग्घर होइन उही त छ नि। एउटा के भन्दा केमिकल निस्क्यो प्रयोग गर्ने सामानहरू त्यति हो अन्त। अनि यो बत्ती धुना टपरी मान्छे मर्दा पर्दा पूजा आजा जहिले चाहियो। जुन जमाना नि पूजा त हामी गर्छौँ। काम आउँछ के को भन्दा धुना टपरी र बत्तीको। पैसा तिरेर भाडामा लिएर थाल त्यसैले त भएन। अब किन्नु त पाइन्छ, किनेर ल्याउनु आफूले हातले गाँच्नु त्यो अन्तर भयो। पैसा हुनेले किन्न त अहिले एउटा टपरी गाँच्न जान्ने छन्, बेच्छन् किन्छन्, व्यापार व्यवसाय भएको छ। तर यो
बत्ती सबैले जान्नुपर्छ बत्ती काट्नलाई। भोलि गरी खान त्यही पनि नजाने मान्छेले बत्ती काटेर भने 2-4 पैसा बनाउँछन्, किन्ने पनि छुट्टै हुन्छन्। एउटा कुरो आफैले यो चक्र खियाएको बत्ती राम्रो भन्छन्, राम्रो हो भन्छन् भन्दा नि। र टपरी आफ्नो हातले गाँस्नु भने अलिक शुद्ध तरिकाले गाँसिन्छ, शुद्ध तरिकाले बनाइन्छ। जस्तो भन्यो त्यस्तै बनाइन्छ, कति कुनै बनाउने त्यस्तै बनाइन्छ। त्यसको लागि चाहिँ मलाई यहाँ एउटा नयाँ कुरा परि पनि म जान्छु। स्कुलहरूमा चाहिँ बत्ती काट्ने र टपरी गाँस्ने सिकाउने पनि क्लास हुनुपर्छ जस्तो लाग्छ कि मलाई, व्यावहारिक क्लास। एउटा चाहिँ यो यिनीहरू चाहिँ यो घर व्यवहारको यो पनि सबै छात्रछात्राहरूलाई सबैले जान्ने, केटाले मात्र होइन, केटीले मात्र होइन, केटाले पनि जान्ने सिस्टम चाहिँ यो भइदियो भने मन बराबरको बिहा गरे नि जे गरे नि भोलि केटाकेटीलाई नि यो काम लाग्छ। यसको पनि नम्बर छुट्याइदिने, हप्ताको 1 दिन, दिनकै त होइन, हप्ताको 1 दिन चाहिँ एउटा पिरियडमा चाहिँ बत्ती काट्ने र टपरी गाँस्ने पिरियड, 1 दिनको पिरियड टपरी गाँस्ने, 1 दिनको बत्ती काट्ने गरे पनि, एकै दिन 2 थरी गरे पनि जे गरे नि हप्ता 1 दिन चाहिँ दुना टपरी र बत्तीको 1 पिरियड चाहिँ यो पाठ्य पुस्तकमा यो पनि राख्नुपर्छ जस्तो मलाई लाग्छ क्या। त्यति भयो भने सबैलाई काम लाग्छ। जो कोही देश विदेश गए पनि अब गाँसेर बेच्नेहरू भयो नि त, पुरानो पाका छैन्जेल गाँसेर बेच्छन्। भोलि पुरानो पाका मान्छेहरू नै सकिएपछि त कसले गाँस्दिने? सिन्का चलाउने, हात चलाउनै आउँदैन। अनि मिसिनले बना टपरी किन्नुला नि त भन्ने हो भने मिसिनले टपरी त बनाउँछ। त्यसको लागि पनि त त्यो लपेस त हातले गाँसेको बल्ल मिसिनमा हाल्दिन हो। काम गर्नेहरूले त्यो सिक्छन्, त्यो त गर्छन्, काम त पाएका छन् है, रोजगारी त पाएका छन्। तर पनि त्यो सिन्का चलाउने मान्छे आस्ते त सबै नै सकिनेवाला छ। सबैले पढ्ने र खाने भनेका छन्, किनेर खाने भनेका छन्। यो पढाइ शिक्षाको जमानामा त्यो कोही पनि भोलि 1 दिन गएर सिन्का चलाउन जान्ने मान्छे पनि नहुन्छ भए आउँछ। त्यसले गर्दा यो चाहिँ पाठ्य पुस्तकमा बत्ती काट्ने सिकाउने र दुना टपरी गाँस्ने सिकाउने क्लास चाहिँ पाठ्य पुस्तकमा ल्याउनुपर्छ जस्तो मलाई लाग्छ क्या। के अरे यो सिन्का दुना टपरी अनि ऊ पनि यो नाङ्लो खेलाउने पनि, खेलाउने चलाउनु पनि पाठ्य पुस्तकमा यो पनि जस्तै हामीहरूले थोरै पढे पनि हप्ताको 1 दिन शारीरिक शिक्षा यस्तै चलन थियो क्या। त्यही एक पिरियडमा त्यस्तै यो बत्ती र दुना टपरी सिकाउने, यो नाङ्लो साङ्लो खेलाउने पनि, चामल खेला, धान चामल खेलाउने यस्तै घराइसी कामहरू त्यो पनि हप्ताको एउटा पिरियडमा त्यो पनि राख्नुपर्छ। त्यति भयो भने सबै विद्यार्थीहरू आत्मनिर्भर हुन्छन्। केटाले पनि जाने, केटीले पनि जाने, सबैले सिकाउने क्या। यो सिस्टम जान्नुपर्छ। हुनसक्छ भने त अब फेरि कुरो आउँछ, हाँस्ने मान्छे हाँस्ने कुरा हुन्छ। सिकाउन त यो खानकी सानकी बनाउनु पनि सिकाउने सिस्टम हुनुपर्ने अझ है। हप्ताको एउटा क्लास होस् या एउटा बुक, महिनाको एउटा क्लास होस्, एउटा बुक, एउटा पाठ्य पुस्तक। त्यो खानकी पानकी यस्तै घराइसी सामान, दुना टपरी बत्ती, यो नाङ्लो खेलाउने, यो खानकी पकाउने ओर्ने, यो चलन चाहिँ यो सबै कुरो मिसिएको एउटा पुस्तक चाहिँ हुनुपर्छ जस्तो लाग्छ कि मलाई। यति गरेपछि विद्यार्थीहरू आत्मनिर्भर हुन्छन् र पुरानै पाकाको जस्तै गरी खान सक्ने हुन्छन्, कोही गुहार्नु परेन। यो चाहिँ पर्छ जस्तो लाग्छ कि। सेल पकाउने गर्ने अब त्यस्ता त्यो हप्तैपछि त तार लागेन, महिनाको एउटा क्लास भयो होस् या जे होस्, एउटा पाठ्य पुस्तक चाहिन्छ जस्तो लाग्छ यो मिसिएको।